मोरङ क्षेत्र नम्बर 3 का जनता रासोपा उम्मेद्वार गणेश कार्कीलाई भन्छन्, हामीलाई पुराना सांसदले भोटका लागि मात्र प्रयोग गरे। केही महिना अघि बालेन शाहले गीत गाएर निकै चर्चामा आएको चलचित्र झरीपछिको इन्द्रेणीमा अब दर्शकका लागि भोलि युट्युब च्यानलबाटै रिलिज हुने भएको छ। हलमा हेर्न छुटाउनु भएकाहरूका लागि यो एक सुनौलो मौका पनि हो। नेपालमा राज संस्था फर्कदा पनि आपत्ति नहुने भन्दै वामदेव गौतमले भन्यो, आयो त फर्कियो त ज्ञानेन्द्र शाहलाई मैले फर्काएको हो र। राजा वीरेन्द्रको वंश विनाश भएपछि ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्नुभयो। माधव नेपालले दाम चढाएर सलाम गर्नुभयो। हामी सबैले स्वीकारेर राजा मान्यौं। गगन थापाको संकल्प। छोराछोरी पढाउन ऋण काट्नु नपर्ने र उपचार गर्दा डराउनु नपर्ने नेपाल बनाउँछौँ। नेपाली हुनुमा गौरव गर्ने र सम्मानित भएर बाँच्न पाउने देश बनाउँछौँ। प्रत्येक नेपाली सम्मानित भएर बाँच्न पाउने अवस्था हामी निर्माण गर्नेछौँ। प्रत्येक नेपालीले सपना देख्न पाउने र आफ्नो जीवनकालमै ती सपना साकार पार्न सक्ने वातावरण पनि बनाउँछौँ। नेपाललाई आफ्नै उत्पादनले पेटभरि खुवाउने र नेपाली उत्पादनलाई संसारभर चिनाउन सक्ने किसानको नेपाल बनाउनेछौँ। छोराछोरी पढाउँदा ऋण काट्नु नपर्ने र बिरामी पर्दा उपचार ओखती खर्चसँग डराउनु नपर्ने नेपाल बनाउने हाम्रो लक्ष्य हो। सँगसँगै आधुनिकतामा लम्किने र विश्वले स्वाभिमानी देश भनेर चिन्ने नेपाल हामी बनाउनेछौँ। प्रत्येक नागरिकले प्रशासनिक हैरानीबाट गुज्रिनु नपर्ने नेपाल निर्माण गर्नु नै हाम्रो संकल्प र प्रतिज्ञा हो। बालेनले भने 2 वर्षमा बन्नुपर्ने बाटो 20 वर्षसम्म बन्दैन, 1.5 वर्षमा बन्नु पर्यो। त्यो हो हाम्रो एजेन्डा। बाटो बन्नु पर्यो। रासोपा छोडेको केही घण्टामै काङ्ग्रेसमा प्रवेश गरेकी ममता शर्मा नेपालीले भनिन्, रासोपा पार्टीमा दागै दाग भएकाले मैले उक्त पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गरेँ। आज काठमाडौँ महानगरमा बालेनका स्वकीय सचिव भएर काम गरिसकेका तथा प्रतिनिधि सभा रासोपाका उम्मेद्वार भूपदेव शाहको धनगढीमा चुनावी सभालाई सम्बोधन गर्दै बालेनले भने, राष्ट्रिय स्वतन्त्र पार्टी भोट माग्न होइन, काम माग्न आएको। काम दिनुहोस्, भोट नदिए पनि हुन्छ, कामको लिस्ट दिनुहोस्। रासोपाले काम गरेर देखाउँछ। काङ्ग्रेस एमाले माओवादी सबै हिँड्ने बाटो पनि बनाइदिन्छ। सबै नेपाली हिँड्ने बाटो बनाइदिन्छ। एक खान सांसद म जहाँबाट नै जित्छु नेपालमा। म मात्रै हो अहिले नेपालमा एउटा नेता जो जहाँ गएर नि चुनाव जित्छ। अरू कसैको तागत देखिएको छैन अहिलेसम्म। पुष्पकमल दाहाल प्रचण्ड।